नमस्कार साथीहरु, मैले मेरो च्यानलमा एउटा भिडियो अपलोड गरेको थिएँ। त्यो भिडियोमा अहिले 8 लाख भन्दा बढी भ्यू चाहिएको छ, 38,000 घण्टा वाच टाइम र एउटै भिडियोबाट 11,000 भन्दा बढी सब्स्क्राइबर मेरो च्यानलमा बढेको छ। युट्युब च्यानल मोनेटाइज गरेर पैसा कमाउनको लागि 4,000 घण्टा वाच टाइम र 1,000 सब्स्क्राइबर मात्र चाहिन्छ। त्यसको तुलनामा यो धेरै बढी हो साथीहरु। मैले त्यो एउटै भिडियोबाट आफ्नो युट्युब च्यानललाई मोनेटाइज गरेर त्यो एउटै भिडियोबाट 100 भन्दा बढी डलर यानी कि नेपाली 14,000 भन्दा बढी कमाएको छु। एउटै भिडियोबाट मैले एउटै भिडियोबाट आफ्नो च्यानललाई मोनेटाइज गरेर पहिलो पेमेन्ट पनि पाइसकेको छु युट्युबबाट। सो साथीहरु, तपाईले पनि युट्युबबाट पैसा कमाउने सोचले युट्युबमा भिडियोहरु बनाउनुहुन्छ तर तपाईको भिडियो भाइरल हुँदैन, तपाईको भिडियोमा भ्यूज आउँदैन या तपाई युट्युबमा आफ्नो भिडियोलाई सही तरिकाले पोस्ट गर्ने तरिका थाहा छैन भने आजको भिडियोलाई स्किप नगरी अन्तिमसम्म पुरै हेर्नु होला। आजको यस भिडियो मार्फत म तपाईलाई सिकाउने छु कि तपाईले आफ्नै मोबाइलबाट आफ्नो युट्युब च्यानलमा आफ्नो भिडियोलाई सही तरिकाले कसरी पोस्ट गर्न सक्नुहुन्छ, तपाईले आफ्नो भिडियोमा ट्याग कसरी लगाउन सक्नुहुन्छ, भिडियोको टाइटल कसरी लेख्ने, डिस्क्रिप्सन कसरी लेख्ने र भिडियो अपलोड गर्नु भन्दा पहिले कुन कुन सेटिङ गर्नुपर्छ अगाडि म स्टेप बाइ स्टेप तरिका सिकाउने छु र तपाईले आफ्नो युट्युब भिडियोमा थम्बनेल कसरी लगाउन सक्नुहुन्छ त्यसको बारेमा पनि भन्ने छु। सो भिडियोलाई स्किप नगरी अन्तिमसम्म पुरै हेर्नु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाइदिनु होला। र साथीहरु, अब तपाईले आफ्नो मोबाइलमा युट्युब च्यानल बनाउनु भएको छ भने तपाईले आफ्नो मोबाइलमा रहेको युट्युब च्यानलमा आफ्नै मोबाइलबाट आफ्नो युट्युब भिडियोहरुलाई सही तरिकाले कसरी पोस्ट गर्न सक्नुहुन्छ, आफ्नो भिडियो युट्युबमा सही तरिकाले कसरी अपलोड गर्न सक्नुहुन्छ। अब म तपाईलाई मेरो मोबाइल स्क्रिनमा गएर स्टेप बाइ स्टेप तरिका सिकाउने छु। कृपया भिडियोलाई 1 सेकेन्ड पनि स्किप नगरी अन्तिमसम्म पुरै हेर्नु होला र अब तपाई आफ्नो मोबाइल स्क्रिनमा जानु होला। मोबाइल स्क्रिनमा आइसकेपछि अब तपाईले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गर्नको लागि तपाई आफ्नो युट्युब एपलाई ओपन गर्नु होला। युट्युबलाई ओपन गरिसकेपछि साथीहरु, तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ र तपाई यो प्लस यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि साथीहरु, तपाईले आफ्नो युट्युब च्यानलको लागि कुन भिडियो बनाउनु भएको छ, कुन भिडियो अपलोड गर्न चाहनुहुन्छ त्यही भिडियोलाई तपाई यहाँबाट टच गर्नु होला, सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि साथीहरु, अब तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अब सबैभन्दा पहिले तपाई यो पेन्सिलको आइकन यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले आफ्नो भिडियोको लागि थम्बनेल लगाउनु होला। र साथीहरु, अहिले तपाई देख्न सक्नुहुन्छ मैले मेरो भिडियोमा थम्बनेल लगाइसकेको छु। यदि तपाईको नयाँ युट्युब च्यानल छ र तपाईको यहाँबाट अप्सन आएको छैन भने तपाईले आफ्नो भिडियोमा थम्बनेल कसरी लगाउन सक्नुहुन्छ म एकैछिनपछि भन्ने छु। र तपाईले यहाँबाट यति गरिसकेपछि अब तपाईले आफ्नो भिडियो कुन टपिकमा बनाउनु भएको थियो तपाईले आफ्नो भिडियोको लागि यहाँबाट टाइटल लेख्नु होला। म यहाँबाट मेरो भिडियोको लागि टाइटल लेख्छु र तपाईले यहाँबाट नेपालीमा पनि टाइटल लेख्न सक्नुहुन्छ र अंग्रेजीमा पनि लेख्न सक्नुहुन्छ र म यहाँबाट मेरो भिडियोको लागि अंग्रेजी र नेपाली दुवैबाट लेख्ने छु। र साथीहरु, अहिले तपाई देख्न सक्नुहुन्छ मैले मेरो भिडियोको लागि यहाँबाट अंग्रेजी र नेपालीमा टाइटल लेखिसकेको छु र तपाईले यहाँबाट आफ्नो भिडियोको लागि टाइटल लेखिसकेपछि अब तपाई यो एड डिस्क्रिप्सन तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु भन्दा पहिले साथीहरु, तपाई एक पटक यहाँबाट आफूले लेखेको आफ्नो भिडियोको टाइटललाई यसरी यहाँबाट कपी गर्नु होला। कपी गरिसकेपछि तपाई यहाँबाट जस्ताको त्यस्तै तपाई यहाँबाट पेस्ट गर्नु होला। पेस्ट गरिसकेपछि तपाई यहाँबाट अलि तल जानु होला। र साथीहरु, अब तपाईले यहाँबाट आफ्नो भिडियोको लागि डिस्क्रिप्सन बनाउनु पर्ने हुन्छ र मैले मेरो भिडियोको लागि अलरेडी बनाएर राखेको छु। म यहाँबाट मेरो डिस्क्रिप्सन लेखेर देखाउने छु। त्यसपछि तपाई यस्तो तरिकाले आफ्नो भिडियोको लागि डिस्क्रिप्सन बनाउन सक्नुहुन्छ। र साथीहरु, अहिले तपाई देख्न सक्नुहुन्छ मैले मेरो भिडियोको लागि डिस्क्रिप्सन लेखेर राखेको थिए भने अहिले कपी गरेर यहाँबाट पेस्ट गरेको छु। तपाई यस्तो तरिकाले आफ्नो भिडियोको लागि डिस्क्रिप्सन लेख्नु होला। सबैभन्दा पहिले तपाई यहाँबाट आफ्नो भिडियोको टाइटल यहाँबाट कपी पेस्ट गर्नु होला। त्यसपछि तपाई यहाँबाट फलो मी लेखेर तपाई आफ्नो फेसबुकको लिंक पनि राख्न सक्नुहुन्छ, टिकटकको लिंक राख्न सक्नुहुन्छ, इन्स्टाग्रामको लिंक यहाँबाट राख्नु होला। त्यसपछि तपाई यो साइडमा युआर क्वेशन या कभर टपिक लेखेर तपाई यहाँबाट कभर टपिक लेख्नु होला। कभर टपिक भनेको साथीहरु, जस्तो तपाईले आफ्नो भिडियो कुन टपिकमा बनाउनु भएको थियो त्यही टपिक अनुसार तपाईले यहाँबाट आफ्नो भिडियोको लागि कीबोर्ड लगाउनु पर्ने हुन्छ। जस्तै अहिले तपाई देख्न सक्नुहुन्छ मैले मेरो भिडियो मार्फत टिकटक भिडियोबाट पैसा कसरी कमाउने भनेर तरिका सिकाएको थिए भने यहाँबाट मैले 6-7 वटा यहाँबाट कीबोर्ड लेखिसकेको छु। टिकटक भिडियोबाट पैसा कसरी कमाउने, टिकटक भिडियोबाट पैसा कमाउने तरिका, टिकटक भिडियो युट्युबमा राखेर पैसा कसरी कमाउने, मैले यहाँबाट 7-8 वटा ट्याग लगाइसकेको छु। तपाईले यहाँबाट आफ्नो भिडियोको टपिक रिलेटेड तपाई यहाँबाट केही कीबोर्डहरु लगाउनु होला। त्यसपछि तपाई यो साइडमा आफ्नो भिडियो रिलेटेड तपाई यहाँबाट ह्याशट्याग पनि लगाउनु होला। र साथीहरु, अहिले तपाई देख्न सक्नुहुन्छ मैले मेरो भिडियो रिलेटेड यहाँबाट 2 वटा ह्याशट्याग
लगाइसकेको छु। तपाईले यहाँबाट आफ्नो भिडियोको लागि ह्याशट्याग लगाइसकेपछि तपाई यहाँबाट आफ्नो च्यानलको नाम पनि ह्याशट्यागमा लगाउनु होला। त्यसपछि तपाई यहाँबाट ब्याक गर्नु होला। त्यसपछि तपाई यो साइडमा देख्न सक्नुहुन्छ भिजिबिलिटी, तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि साथीहरु तपाई यहाँबाट तीनवटा अप्सन पाउन सक्नुहुन्छ। यदि तपाईको यो अप्सन अहिले पब्लिशमा सिलेक्ट भएको छ भने तपाई यहाँबाट पब्लिशमा सिलेक्ट नगर्नु होला। तपाई यो ओन्ली स्टेटमा सिलेक्ट गर्नु होला, किनभने तपाईले आफ्नो भिडियो अपलोड गरिसकेपछि पनि तपाईले आफ्नो भिडियोमा ट्याग लगाउनु पर्ने हुन्छ। त्यसैले तपाई अहिले ओन्ली स्टेटमा राख्नु होला। त्यसपछि तपाई यहाँबाट ब्याक गर्नु होला र तपाई यसमा क्लिक गर्नु होला। एड प्याड प्रमोसन लेबल तपाई यसमा क्लिक गर्नु होला। यदि तपाईले आफ्नो भिडियोमा कुनै मानिससँग पैसा लिएर केही प्रचार गर्दै हुनुहुन्छ भने त्यसलाई यहाँबाट यस गर्नु होला। यदि तपाई आफ्नो भिडियो छ भने ओरिजिनल भिडियो छ भने तपाई यसलाई यहाँबाट नोमा क्लिक गर्नु होला र ब्याक गर्नु होला। त्यसपछि तपाई यो अल्टर कन्टेन्ट तपाई यसमा क्लिक गर्नु होला। यदि साथीहरु तपाईले आफ्नो युट्युब च्यानलको लागि एआई बाट भिडियोहरु बनाउनु भएको छ भने तपाई यसलाई यहाँबाट यसमा सिलेक्ट गर्नु होला। यदि एआई बाट बनाउनु भएको छैन भने तपाई यसलाई यहाँबाट नोमा क्लिक गर्नु होला, सिलेक्ट गर्नु होला। त्यसपछि ब्याक गर्नु होला र यति गरिसकेपछि साथीहरु अब तपाई यो नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ र तपाई यो अप्सनलाई पनि यहाँबाट नो इट्स नट मेड फर किड्स तपाई यो अप्सनलाई यहाँबाट सिलेक्ट गर्नु होला। त्यसपछि तपाई यो तल्लो अप्सनलाई पनि यतिकै छोडिदिनु होला। त्यसपछि तपाई यो अपलोड भिडियोमा क्लिक गर्नु होला र साथीहरु अहिले तपाई देख्न सक्नुहुन्छ मेरो भिडियो यहाँबाट अपलोड भइरहेको छ र तपाईको भिडियो यहाँबाट अपलोड भइसकेपछि अब तपाई प्ले स्टोरमा जानु होला। तपाई प्ले स्टोरमा आइसकेपछि साथीहरु अब तपाईले प्ले स्टोरबाट युट्युब स्टुडियो एपलाई यहाँबाट डाउनलोड गर्नुपर्ने हुन्छ। तपाई यो साइडमा देख्न सक्नुहुन्छ युट्युब स्टुडियो, तपाई यो एपलाई डाउनलोड गर्नु होला र मैले डाउनलोड गरिसकेको छु। त्यसैले यहाँबाट अपडेट आइरहेको छ। म अहिले यहाँबाट अपडेट गर्दिन र म यहाँबाट सिधै ओपन गर्छु। तपाईले यहाँबाट आफ्नो वाइटी स्टुडियोलाई ओपन गरिसकेपछि साथीहरु तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ र तपाई यहाँबाट आफ्नो युट्युब च्यानलको नाममा क्लिक गर्नु होला। तपाईले यहाँबाट आफ्नो युट्युब च्यानलको नाममा क्लिक गरिसकेपछि फेरि तपाई यो गेट स्टार्टेड तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि साथीहरु तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। तपाईको च्यानलमा कति सब्स्क्राइबर रहेका छन् तपाई यहाँबाट देख्न सक्नुहुन्छ र तपाई यो कन्टेन्टमा क्लिक गर्नु होला। कन्टेन्टमा क्लिक गरिसकेपछि साथीहरु फेरि तपाई अहिले भर्खरै अपलोड भइरहेको भिडियोमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अहिले तपाई देख्न सक्नुहुन्छ यो भिडियो यहाँबाट अपलोड भइसकेको छैन। त्यसपछि तपाई यो पेन्सिलको आइकन यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि साथीहरु तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ र अघि तपाईको युट्युबमा थम्बनेल लगाउने अप्सन आएको थिएन भने अब तपाईले वाइटी स्टुडियोलाई ओपन गरिसकेपछि यो साइडमा पेन्सिलको आइकन देख्न सक्नुहुन्छ र तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाई यो चेन्जमा क्लिक गरेर आफ्नो भिडियोमा सजिलैसँगले थम्बनेल लगाउन सक्नुहुन्छ। यदि तपाईको नयाँ च्यानल छ र तपाईले आफ्नो च्यानलमा फोन नम्बरलाई भेरिफाई गर्नु भएको छैन भने त्यस्तो अवस्थामा तपाईले आफ्नो भिडियोमा थम्बनेल लगाउन सक्नुहुन्न। त्यही भएर तपाई यो भन्दा अगाडिको भिडियो हेर्नु होला। मैले त्यो भिडियोमा सम्पूर्ण कुरा सिकाएको छु कि तपाईले आफ्नो मोबाइलमा नयाँ युट्युब च्यानल बनाइसकेपछि कुन सेटिङ कसरी गर्ने भनेर। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ र तपाई तल साइडमा देख्न सक्नुहुन्छ ट्यागमा क्लिक गर्नु होला र ट्यागमा क्लिक गरिसकेपछि साथीहरु अब तपाईले आफ्नो भिडियोको लागि ट्याग लगाउनु पर्ने हुन्छ। मैले यहाँबाट मेरो भिडियोको लागि ट्याग लगाएर देखाउने छु तपाईले कसरी लगाउन सक्नुहुन्छ भनेर। र साथीहरु अहिले तपाई देख्न सक्नुहुन्छ मैले मेरो भिडियोको लागि 5 वटा ट्याग लगाइसकेको छु। तपाईले आफ्नो भिडियो कुन टपिकमा बनाउनु भएको थियो त्यही टपिक अनुसार तपाई यहाँबाट 4-5 वटा ट्याग लगाउनु होला। ट्याग लगाइसकेपछि तपाई यहाँबाट ब्याक गर्नु होला र ब्याक गरिसकेपछि साथीहरु तपाईको भिडियो पुरै कम्प्लिट अपलोड भइसकेपछि तपाई यो सेभमा क्लिक गर्नु होला। सेभमा क्लिक गर्नु भन्दा पहिले तपाई यो यसमा क्लिक गरेर तपाई यहाँबाट यो पब्लिशमा सिलेक्ट गर्नु होला। पब्लिशमा सिलेक्ट गरिसकेपछि तपाई सेभ गर्नु होला। यदि तपाई यो आफ्नो भिडियोलाई ओन्ली स्टेटमा राखेर सेभ गर्नुहुन्छ भने तपाईको भिडियो कुनै पनि मानिसले देख्दैन। त्यही भएर तपाईको भिडियो पुरै कम्प्लिट अपलोड भइसकेपछि तपाई यो पब्लिशमा सिलेक्ट गरेर यहाँबाट सेभ गर्नु होला। र अहिले मेरो भिडियो यहाँबाट पुरै अपलोड भइसकेको छैन, त्यसैले म यहाँबाट ओन्ली स्टेटमै छोडिदिन्छु र म यहाँबाट सेभ गर्छु। तपाई यस्तो तरिकाले सजिलैसँगले आफ्नो मोबाइलबाट आफ्नो युट्युब च्यानलमा आफ्ना भिडियोहरुलाई पोस्ट गर्न सक्नुहुन्छ, आफ्नो भिडियोलाई अपलोड गर्न सक्नुहुन्छ। र साथीहरु तपाई यस्तो तरिकाले सजिलैसँगले आफ्नो मोबाइलबाटै आफ्नो युट्युब च्यानलमा आफ्ना भिडियोहरुलाई सही तरिकाले अपलोड गर्न सक्नुहुन्छ। सो साथीहरु आजको भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा लाइक गर्नु होला र यो भिडियोमा मैले भनेको केही कुरामा कन्फ्युज हुनुहुन्छ, केही कुरा बुझिएको छैन भने तल कमेन्ट बक्समा गएर लेख्नु होला। र अब म एक नयाँ टपिकको साथ एक नयाँ भिडियोमा उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद। जय नेपाल।